निर्वाचनमा अपाङ्गता भएका ज्येष्ठ नागरिक, महिला, गर्भवती, सुत्केरी भएका, अब जो छन् अशक्त, पिछडिएका, बुझेका यो सबै वर्गको चाहिँ सहज सहभागिता भाग लिने वातावरण निर्वाचनमा बनोस्, एउटा यो हामीले अहिले लिटरली कुरा गरिरहेका छौँ। तर निर्वाचन आयोगले र हामीले सँगै ख्याल पुर्याउनु पर्ने अर्को कुरा चाहिँ के हो भने प्रभाव र दबाव रहित सहभागिता अर्को हो। किनभने प्रलोभनका कुरा, इन्फ्लुएन्सका कुरा सबैभन्दा बढी कुन वर्गलाई हुन्छ भनेदेखि त्यसले म्यानिपुलेसन चाहिँ नि म्यानिपुलेट हुने धेरै अवस्था सृजना गर्छ। र हामी यो नागरिक सरकार पनि भएको र निर्वाचन आयोग आफै संवैधानिक निकाय भएको कारणले यसमा हामीले निष्पक्ष भएर प्रभावकारी ढङ्गले काम गर्नुपर्ने कुरा त्यो मार्जिनलाइज कम्युनिटी अथवा त्यो इन्क्लुसिभ जुन चाहिँ हाम्रो रिप्रेजेन्टेसन छ त्यो चाहिँ त्यसलाई म्यानिपुलेट हुनु भएन र इन्फ्लुएन्स हुनु भएन। उसको विवेकको मत स्वतन्त्र ढङ्गले हाल्ने हुनु पर्यो। छोराले प्रभाव नगरोस्, छोरीले नगरोस्, सासूले नगरोस्, ससुराले नगरोस्, गाउँको भगानी भनाउँदोले नगरोस्, अलिक ठुलो ठालो भनाउँदोले नगरोस्, धनीवालाले नगरोस् कि यो मत मेरो आफ्नो विवेकले प्रयोग गर्छु भन्ने त्यो बडो गाह्रो कुरा छ। यो कुराहरूतिर हामी सबैले मिलेर एकचोटि सोच्नुपर्नेछ। यो कुराहरू चाहिँ यहाँहरूलाई म राख्न चाहन्छु।